अस्सलामुअलैकुम हेलो भियर्स नमस्ते सबैजनालाई। आज म किमा नुडल्स बनाउन लागेको। त्यसको लागि मैले एउटा फराकिलो कराई लिए। स्टिलको एउटा सानो डेक्ची जस्तो पनि थियो, तर मैले त्यसमा किन बनाइन भने अलिकति सानो जस्तो लाग्यो। नुडल्सहरू चुट्टिन्छ कि फुट्छ कि जस्तो लाग्यो। त्यही भएर फिजारीको कराईमा चाहिँ बनाउँदा सर्र फिक्सिन्छ कि, अनि नुडल्सहरू चाहिँ फुट्दैन चुट्टिँदैन है। त्यसैले गर्दाखेरि मैले चाहिँ स्पागेटीको चुट्टो खालको लिएको छु। अनि त्यसमा मैले कराईमा चाहिँ पानी हालेँ। त्यस पछाडि मैले 3-4 चम्चा जति तेल पनि राखेँ। अनि सनफ्लावर तेल लिएको छु यसको लागि चाहिँ। अनि नुन पनि राखिसकेको छु पानीमा। अनि त्यस पछाडि यता मैले चाहिँ किमालाई पाक्दै गरोस् भनेर त्यसको पानी सुकाउनलाई त्यही पानी जुन किमाकै पानी निस्किन्छ त्यसैमा नुन थोरै राखेँ, एकदम थोरै है, किनकि पछि पनि एड गर्न पर्छ नुन। त्यसैले पहिला थोरै नुन राख्ने, अनि त्यस पछाडि मजाले त्यो नुनले चाहिँ गलाउँछ, पानी निकाल्छ, ढक्की मजाले किमालाई पकाउने। किमा त्यसमै पाक्छ पनि अनि पछि भुटिन्छ पनि है। यता मैले स्पागेटी लिएँ अनि त्यसलाई चाहिँ चट्टाइदिने मैले तातो पानीमा चुप्लङ्ग डुबाइदिएँ। अनि यसरी नै गर्नु होला है। नुडल्स चाहिँ फुट्दैन त्यसरी। नुडल्स चाहिँ मुनिबाट चाहिँ जुन पानीले भिजेको तातो पानीले भिज्दै जान्छ, अनि त्यो चाहिँ नरम हुँदै गएर बिस्तारै आफै चुप्लङ्ग डुब्दै जान्छ। अनि बिस्तारै एउटा मैले चाहिँ चिम्टाको मद्दतले सरर त्यसलाई नै फिजाउँदै गएँ। यस्तै गोलो तरिकाले फिजाउनु, फुट्दैन, चाउचाउ नरम भइहाल्छ पानीमा डुब्ने बित्तिकै। अनि त्यस पछाडि उम्लिन दिनुहोस् 5-10 मिनट, लगभग 10 मिनटै जस्तोमा अलिक कम लाग्यो होला। किनकि अर्को स्टिक नुडल्सहरू भन्दा यो त्यो अर्को चाउमिनहरू भन्दा यो अलिकति ढिलो पाक्दो रहेछ। यो होममेडै खालको एउटा सानो स्वयम्भूतिर चाहिँ उहाँहरू चाहिँ आफ्नै घरमा बनाउनु हुँदो रहेछ। जस्तो होटलहरूमा अनि हुन्छ नि सानो बिजनेस, उहाँहरूको होम बिजनेस, सानो एउटा सपोर्ट। त्यसको लागि मैले एउटा सपोर्ट मात्र गरेको। मलाई नुडल्स पनि चाहिने, त्यस्तो सानो बिजनेस गर्नेहरूलाई सपोर्ट पनि गर्नुपर्छ जस्तो लाग्छ हामीलाई। अनि मैले यता चाहिँ जब पानी सुकिसक्यो, अझ अलिअलि मात्र थियो, अनि मैले चाहिँ अब भुटियोस् भनेर चाहिँ त्यसमा बेसार हालेँ। बेसार हाल्यो भने छिटो पानी सुक्नलाई मद्दत गर्छ। किमा पाक्नभन्दा पहिल्यै बेसार नहाल्नुहोस्, फेरि सुक्छ। अनि त्यस पछाडि चाहिँ तपाईँको त्यो चाम्रो जस्तो हुन्छ कि, त्यो के भन्छ अरे किमा। मैले चाहिँ आज बफ किमा लिएको छु। तपाईँहरू मटन चिकन चाहिँ पनि बनाउन सक्नुहुन्छ। मलाई चाहिँ प्रायः जस्तो यस्तो आइटमहरू चाहिँ किन बफहरूमा मिठो लाग्छ क्या। अनि यता नुडल्स पनि बिचबिचमा चेक गरेको, तर नुडल्स अलिक पाकेको नरहेछ। मैले भने नि अघि नै यो नुडल्स अलिकति ढिलो पाक्दो रहेछ जस्तो लाग्यो। फेरि हल्का पाक्न थालेपछि एकैछिनमा प्यालेट भइहाल्ने कि, हल्का हो कि होइन जस्तो ठिकठिकैको राख्दा नि हुँदो रहेछ। तातोले नै पनि अनि पछि सट्ट पाक्दो रहेछ क्या। अनि त्यस पछाडि चाहिँ मैले चाहिँ प्याज पनि यता कट गर्दै गरेँ। अनि प्याज चप गरेर काटेँ। त्यस पछाडि यता किमामा चाहिँ मैले साँच्चै भन्न बिर्सेको, खास छुट्टै प्युरी जस्तो बनाएर टमाटरको प्युरी युज गर्दा ठिक। किमा नुडल्समा भने चाहिँ खास तपाईँको चाहिँ यसको मेन किमालाई मिठो बनाउने चाहिँ एउटा चिल्ली ओइल हुन्छ, जुन चिल्ली फ्लेक्समा ओइल राखेर लसुन टिमुर पुऱ्याएर मजाले पकाएर थोरै नुन राखेर पकाएर पिरो चिल्ली ओइल बनाउँछ नि त्यसरी। अनि त्यो राखेर अनि किमा राखेर नुडल्स राखेर खाने हो। नुडल्स राखेर टपिङमा चाहिँ त्यो ढक्कन मोलेर खान्छन्। अनि ससहरूमा यो खासै रेस्टुरेन्टहरूमा चाहिँ त्यस्तो धेरै तामझाम मसालेदार यस्तो हुँदैन कि। यो खास अलिकति तिब्बती टाइपहरूको चाइनिजहरू यस्तो टाइपको डिस हो नि त खास भनेर, त्यही भएर अलिक सादै हुन्छ कि यो। अब हामी नेपाली त अलिकति पिरो टक्क त चाहियो हामीलाई। हामी हाम्रै आफ्नो तरिकाको सेफ हो नि त फेरि। नेपालीपन त झल्काउन परिहाल्यो नि होइन। मैले चाहिँ बिचमा खाली टाउन गरेर प्याजलाई चाहिँ राखेँ। यसरी राख्दाखेरि अनि थोरै नुन पनि राखेँ, किनकि पहिल्यै पनि हालेको थियो। अलि मिलाएर हाल्नु होला। अनि नुन हाल्यो भने चाहिँ प्याज छिटो गल्छ। अनि यसको लागि चाहिँ हामीलाई नरम मात्र चाहिन्छ कि, किनकि किमाहरू मोमोहरूमा चाहिँ त्यो
पुरै पाकेर ल्याक्क भएको प्याज त मिठो हुँदैन, हल्का क्रन्ची पनि क्रन्ची होइन किटक्याट पनि आएको हुँदैन, जस नरम। अब चाहिँ नुडल्स भयो है, यता पनि हेरेको मैले चाहिँ नुडल्सलाई पखालेर चिसो पानी राखेर अनि ओइल लगाइदिइसकेँ, मैले देखाउन बिर्सेँ। यता स्प्रिङ अनियन अनि हरियो खुर्सानी अनि त्यसपछि लसुनको पत्ता पनि मैले काटेर राखेको छु है त्यही। अनि मसिनो गरेर गाजर काटेँ। तपाईँहरूलाई चाहिँ के भेजिसहरू राख्न मन लाग्छ राख्न सक्नुहुन्छ। अब यो जाडोको सिजनमा त हरियो केराउ पनि पाइन्छ, राख्न सक्नुहुन्छ है। तर मैले चाहिँ खासै यो सादै हुन्छ, मैले चाहिँ आज क्याप्सिकम पनि राखिनँ, जस्ट गाजर मात्र हल्का क्रन्ची चपाउन मजा आउँछ नि त, त्यही भएर राखेको। अनि मिट मसाला राख्दैछु किमामा, मिट मसाला अनि थोरै रङको लागि मात्र हो कि होइन, जसरी धेलो खुर्सानी राखेँ, मिट मसाला जिरा धनियाँको पाउडर एकदम थोरै क्वान्टिटीमा राखेको छु। अनि मैले यही मसिनो गरेर काटेको गाजरलाई पनि राखेँ। लगभग किमा पाकिसकेको थियो कि, अनि त्यति बेला राख्ने है। अनि पहिल्यै राख्यो भने प्यालेट त हुन्छ कि भेजिसहरू मिठै हुँदैन, अब सादै हुन्छ खास। अनि खास बक्चोइहाल्ने हो, हल्का स्टिम दियो या बोइल गरेको पानीमा टक्क बोइल राखेर पछि टक्क राख्दा मिठो हुन्छ। लेप्चा साग सबै जे पनि राख्दा मिठै हुन्छ। आज मसँग खासै केही पनि अभाइलेबल थिएन, पाएन। अनि स्प्रिङ अनियन अनि लसुनको पत्ता एकदम मिठो टेस्ट हुन्छ यसमा चाहिँ, खास इन्हान्स हुने लसुनले हो। अनि मैले धनियाँ सनिया पनि राखेँ, हरियो धनियाँ सनिया त होइन, यो चाहिँ चिल्ली ओइल जस्तै काम दिने चिल्ली सस है। अनि यो चाहिँ हट एन्ड स्विटको केचप भनौँ कि सस भनौँ राखेँ। अनि सोया सस पनि राखेँ। अनि सबै मिक्स गरिदिने मजाले होइन, सर्लक्क मिक्स गरेपछि त्यस पछाडि चाहिँ राम्रोसँग स्टर गर्ने। अनि तपाईँको लगभग किमा रेडी भइसक्यो है। मैले चाहिँ एकदम लास्टमा राखेको थिएँ त्यो ससहरू, खास पछि खाने बेलामा राख्दा पनि हुन्छ, तर यसमा पनि अलिकति राख्यो भने मिठो हुन्छ क्या। अनि अलि लास्टमा लगभग किमाहरू रेडी भइसकेपछि मैले अदुवाको पेस्ट र चट्ट ताजै दिन्छु भनेर खलमा चट्ट दिएँ। अनि लसुन पनि गरे, कस्तो फोहोर हो नभन्नु है, पहिला अदुवा कुटेको थिएँ कि त्यसमा, त्यही भएर हो। अनि फेरि लसुन पनि कुटेँ, अनि अलिक धेरै नै हालेँ कि मैले लसुन चाहिँ, कस्तो मिठो बास्ना आउँछ कि यसमा, हरियो पत्ता लसुन एकदम सुहाउँछ कि किमामा चाहिँ। अनि काच्चु पछि पनि राखेर खान सक्नुहुन्छ है टपिङ गर्दाखेरि। अनि लगभग हाम्रो किमा चाहिँ रेडी भइसकेको छ। अब चाहिँ खानालाई रेडी मैले एउटा मिस्टेक के गरेछु भने, किमा लगभग पाकिसकेपछि चाउचाउ बनाउनु पर्ने रहेछ भन्नाले त्यो स्पागेटी के है। अनि मैले प्लेटिङ गर्दाखेरि चिल्ली ससलाई राखेँ, अनि त्यस पछाडि केचप राखेँ, घातत्त खन्ने थियो, मैले अलिकति झिकेको छु। सोया सस राख्ने, अनि चट्ट दिने, तातो नुडल्स राख्ने। हाम्रो चाहिँ हल्का सेलाको थियो, अलिक झ्याउ भयो, अलिक पहिला बनाएको भएर। तपाईँहरू चाहिँ लास्टमा बल्ल नुडल्स बनाएर तातो राख्नु है, बल्ल मिठो हुन्छ। अब रेस्टुरेन्टमा त एक चम्चा हालेर टुच्च छोडिदिन्छ, यति दिन्छ। घरमा बनाएको फाइदा भनेको यही हो कि साथीहरू। अनि मजाले भर के भने जसरी भर किमा राख्ने। अनि त्यस पछाडि माथिबाट मैले फेरि धनियाँको पत्ताहरू राखिदिएँ, धनियाँ हरियो धनियाँ अनि स्प्रिङ अनियन लसुनको पत्ता के हो सबै राखेँ। अब मिक्स गर्ने अनि ग्वाम खाइदिने है त। हाम्रो किमा नुडल्स रेडी भयो खानलाई। अब ग्वाम खाएको चाहिँ देखाइन ल। Thank you for watching.